हेलो नमस्ते मेरो साथी दिलराज जोशी आज चाहिँ हामी दिलराज जोशीको डाटा कलेक्सनमा आएका थियौँ र आउने क्रममा बाटैमा हाम्रो सिन्धुलीको कमलामाई मन्दिर परेको हुनाले हामी यहाँ यसो दर्शन गर्न पर्यो भनेर दर्शन गर्न आएका छौँ। डाटा कलेक्सनमा रोकेर अनि यसो मन्दिर पसौँ भनेर आएको। पानी पनि छ मन्दिर होइन, चियाको पोखरी। हाम्रो चाहिँ यो सिन्धुलीको एकदम ओरिजिनल एकदम धर्म बोकेको हिन्दू धर्मले मान्ने कमलामाई मन्दिर। विशेष कुन सिजनमा चाहिँ पूजा हुन्छ दीर्घ यहाँ खासमा? मलाई ठ्याक्कै थाहा भएन। यहाँ प्राय माघीमा चाहिँ धेरै हुन्छ भनेर सुनेको छु। माघीमा चाहिँ हाम्रो कमलामाईमा ठुलो केटा हो ब्याचलरको डाटा कलेक्सन। नाइस कलेक्सन, ब्युटिफुल कलेक्सन, ह्यान्डसम कलेक्सन। पसिना असिना पसिना भइसक्यो जाडो मौसम होइन। हामी यस्तो हामी यहाँ जमसममा छौँ, सिन्धुलीको जमसममा। यो मेरो डाटा कलेक्सन होइन, दिदीको डाटा कलेक्सन हो। मेरो डाटा कलेक्सन त एक दिनमा 44वटा हाउस। हेलो के छ माडे? माडे ठिक छ। कति किलोमिटर हिँडेर डाटा कलेक्सन स्पोट नपुग्यो? 3 किलोमिटर हिँड्दा पनि बेबियन वाल नभेटिएपछि हामी फर्केका छौँ। हाम्रो विशालजी यसरी हिँडिराख्नु भएको छ बगरमा। 3 किलोमिटर हिँड्दा पनि आफ्नो डाटा कलेक्सन साइड नभेटेपछि लखर फर्किनुको पीडा। हेलो, हामी चाहिँ डाटा कलेक्सन गर्न बाइकमै जङ्गलमा यी यस्तो हो नि त डाटा कलेक्सन भनेको। जङ्गलमा यी बाइक जङ्गलमा बाटो नि कता हो हेर्नु जङ्गल बाइक छिराइदिए डाटा कलेक्सन गर्नलाई दाजुभाइ टक्क रमाइलो बाइकमा। बाइक नि आफ्नो होइन, अरूको बाइक हो। हाम्रो डाटा कलेक्सन त घारी बाइकमा भनेको साङ्दो के गर्नु। हेलो हामी चाहिँ डाटा कलेक्सनमा हिँडेको बगरको छेउमा होइन। ब्याचलर गर्न पनि कहाँ सजिलो छ होइन, रिपोर्ट बुझाइ हुनुपर्ने, तर त्यसो गर्न गाह्रो छ केटा हो। त्यही भएर राम्रोसँग भ्लग बन्द साथी। अब